ओम श्री परमात्मने नमः। ज्ञानानंदमयं देवं निर्मलस्फटिकाकृतिम् आधारं सर्वविद्यानां हयग्रीवमुपास्महे। आदरणीय भगवत प्रेमी सज्जन महानुभावहरू, हामी माघ महिनाको अत्यन्त पावन परम पवित्र यो मासमा प्रविष्ट भएका छौं। यो माघ महिनामा नै सरस्वती पूजनको कार्यक्रम रहेको छ। तसर्थ हाम्रा जति पनि यस देशमा अध्ययन गर्ने, विदेशमा अध्ययन गर्ने जति पनि हाम्रो विद्यार्थी बाबुहरू हुनुहुन्छ, दिदी बहिनीहरू हुनुहुन्छ, उहाँहरू सबैले यो विशेष महत्त्वको दिन सरस्वती पूजाको दिन प्रातःकालीन सत्रमा उठेर स्नान गर्ने, आफ्नो नित्य क्रियाहरूलाई सम्पन्न गर्ने र आफूले केही टीका लगाउने, तसर्थ आफूले अध्ययन गरेका पुस्तक आदिहरूको पूजा गर्ने, कलमको पूजा गर्ने र सरस्वती मातालाई स्मरण गर्ने। आजको दिनमा सरस्वती मातालाई स्मरण गर्नाले हाम्रो बुद्धि विद्या बल प्राप्त हुन्छ भनेर प्रतिपादन गरिएको छ। त्यही भएर सरस्वती मया दृष्ट्वा वीणा पुस्तकधारिणी हंस वाहन संयुक्त्वा विद्यादानं करोतु मे भनेर सरस्वतीलाई वन्दना गर्ने। धेरै धेरै सरस्वती महारानीका यस्ता प्रकारका स्तुति आदिहरू पनि प्रतिपादन गरिएको छ। तसर्थ हामी सबैले आफ्नो विद्यालयमा जाने, आफ्नो विद्यालयमा पनि सरस्वती पूजामा सहभागिता बन्ने र सरस्वतीलाई पूजा गर्ने र आफूलाई अध्ययन गराउने जो शिक्षक हुनुहुन्छ, शिक्षिका हुनुहुन्छ, गुरुबाहरू हुनुहुन्छ, गुरुआमाहरू हुनुहुन्छ, उहाँहरूप्रति पनि श्रद्धा सुमन अर्पण गर्ने। किनभने आजको दिन अत्यन्त पावन दिवस हो, पवित्र दिवस हो। हामी सबैले आफ्नो जीवनमा समुन्नति गर्नुपर्दछ, अगाडि बढ्नु पर्दछ, सबैलाई हामीले श्रद्धा गर्नुपर्दछ। तसर्थ आज यो सरस्वती दिवस भनेर पनि बताइएको छ। संसारभरि सबै प्राणीहरूले सरस्वती दिवस मनाउँछन्, हामीले सरस्वती जयन्ती भनेर मनाउने गर्दछौँ। तसर्थ यो सरस्वती जयन्ती हामीले यहाँ पनि अनन्त आदर्श संस्कृत वेद विद्यालयमा पनि विभिन्न प्रकारका उत्सव आदिहरूद्वारा यहाँका ब्रह्मचारी बटुकहरूले पनि यहाँ सरस्वतीको विशेष महत्त्वको बारेमा केही प्रतियोगितात्मक कार्यक्रम पनि रहेका छन् र साथै सरस्वती वन्दनाको पनि कार्यक्रम रहेको छ, सरस्वती पूजनको पनि कार्यक्रम रहेको छ, गुरु पूजनको पनि कार्यक्रम रहेको छ। तसर्थ हामी सबैलाई अनन्त आदर्श संस्कृत वेद विद्यालयको तर्फबाट र लक्ष्मण मन्दिरको तर्फबाट सबैलाई आफ्नो स्थानमा रहनुभएका जति पनि महानुभावहरू हुनुहुन्छ, गुरुकुलमा, स्कुलमा, विद्यालयमा, कलेजमा, युनिभर्सिटीमा जहाँ जहाँ हुनुहुन्छ, यहाँहरू सबैले पनि यो महोत्सवमा सहभागी बनेर मात्र सरस्वती विद्याकी अधिष्ठात्री देवी सरस्वती महारानीको पूजा गर्ने दिवसमा हामी सबै सहभागी बनेर सरस्वती महारानीलाई स्मरण गरौँ। हाम्रो अवश्य पनि कल्याण हुनेछ। सबैलाई आनन्द होस्, सबैलाई मङ्गल होस्, सबैलाई कल्याण होस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति शान्ति शान्ति।